ओके ऊ त्यो पारेको त होइन नि ओके नरौ न हेलो गाइज के छ नि आज चाहिँ मैले गाइस सुदीपको ज्याकेट लाएर हिँडेको मेरो चाहिँ अलि सुदीप सिधै भन्छ सिधै भन्छ ल भने केस अलि जाडो छ मैले चाहिँ पातलो ज्याकेट लाएर आएको थिएँ अनि फेरि सुदीपले दया माया गरेर अहिले आउनु त मेरो ज्याकेट भन्ने जस्तो कुरा गयो अनि त्यही त दारी सारी काटेन आजको भ्लग स्टार्ट भइसक्यो हाम्रो होइन मेरो बेबीले अनिस्वाको भिडियो आउनु पर्यो बोल्दै हेर्छु भन्दै थियो ल है त आज बनाउनु लाग्यो ल चट्ट लाएर अनिस तिम्रो गर्लफ्रेन्डलाई के भन्न चाहन्छौ भन ल राम्रोसँग हेर्नु इन्जोय द भिडियो मेरो कालु ओके अनिसको गर्लफ्रेन्डले पनि हेर्छ क्या मेरो भ्लग त्यही भएर हो भिडियो मात्र हेर्ने के भन्दाखेरि त्यस्तो त्योभन्दा मेरो ओरिजिनल भ्युवर चाहिँ भएन नि हेर है अब विचार गर अब त अनिस नभएको भिडियो नि हेर्नु पर्ने हुन्छ हाम्रोमा अनिसको सेपरेट कुराहरू मैले अनिस नभएको भिडियोमा भनिरहेको हुन्छु हेर्दै गर्नुहोस् ल है त अब हामी युनिक्लो जानलाई हो खास त ल अब बाटोमा उतै गएर भेटौँला है त ल अहिले चाहिँ हामी घर पछाडिको कोइन आइपुग्यौँ अनि अब चाहिँ के अरे अब चाहिँ हामी युनिक्लो कता हो भनेर चाहिँ म्याप हेर्नुपर्ने हुन्छ है माकुहारीमा छ भन्थ्यो हेरेर अनि फेरि जानुपर्ने हुन्छ है त अनि यता छ हेर हेर्नु गाई साकुरा क्या बबाल फुलिरहेको साकुरा अनिस साकुराको बारेमा केही भनिदेऊ एउटा 15 मिनट कतापट्टिबाट छ त्यही के त्यही हो खैल्याउ त ओके कहाँ हो खोइ हामी यहाँ छौँ होइन डेस्टिनेसन कहाँ हो यहाँ यही हो र साकुरा भनेको अब के हो भने जापानको राष्ट्रिय फुल हो यो साकुरा चाहिँ यस्तो खतरा फुल्छ कि धेरै दिन हुँदैन लगभग एक हप्ता जति रहन्छ त्यही हो भने त्यही गयो है त मलाई थाहा छैन यादै भएन जति रहन्छ अब एक हप्ता भित्रमा टक्क यस्तो रमाइलो हुन्छ कि यो बेलामा जातीहरू टक्क आफ्नो फ्यामिलीहरू सबैजना भेट भएर टक्क घुम्ने साकुराको फेदमा दारू खानी हो पिकनिक खाने बस्ने यताउति गर्छन् रमाइलो हुन्छ जे अब हामी त गई हेरेर सुदीपले गर्लफ्रेन्ड लिएर गएको के यस्तो यस्तो कुराहरू पतायो भने चाहिँ डुबिन्छ नि गाइस मेरो आफ्नो साइकल नभए त जुन चलाउनु पाएँ क्या अरे माथिबाट लगाए त अब उतै अब कतै रोकिएको ठाउँमा गएर खिचौँ है त भिडियो ओके गाइस अहिले चाहिँ हामी माकुहारी स्टेसन अगाडि आइपुग्यौँ अनि अब यहाँबाट चाहिँ म्याप हेर्नु पर्ने हुन्छ हामीले यहाँबाट म्याप हेरेर किन यता हो क्या है उता होइन यहाँबाट सिधै उताकै हो ल उतै हो रे उतै जानु पर्ने हुन्छ हामीले यहाँबाट हो कि जाने कस्तो कुरा र ल अब उतै गएर भेटौँ है त माकुहारी स्टेसन यो 9 मिनेट लाग्छ ओके कति गइरहेको टाढो नबोल
गाइस यहाँबाट गयो नि भइहाल्छ नि कस्तो कुरा गरेर त्यो पुलमा जाने यता साइडपट्टि नि त अब हामी चाहिँ अहिले सिङ्गोमा छौँ अनि यो मान्छेले ठुलो कुरा गर्यो यो मान्छेलाई के गर्ने हो मामाको भेन माम्स गाइस चिकन चपाउँदा यस्तो दुख्यो तिमीले धेरै चिकन चपायो भने यस्तो दुख्दैन हामी लाइटमा कुर्दैछौँ यस्तो यस्तो बिल्डिङहरू छ ऊ त्यो मेरो बिल्डिङ हो है कुन यो अमितालाई खबर गराइराख उयो यही हो अनिसले कुल्ली काम गर्ने बिल्डिङ ल खुल्यो ल गाइस अहिले हामी टपमा चढिसक्यौँ अनिस पछाडि साइकल पेल्दैछ अनि हामी जान लागेको चाहिँ यो बिल्डिङ हो यस्तो छ तलको हाइवे यता यस्तो छ यता यस्तो छ म यता छु गाइस उसको नि भिडियो बनाइदिनु पर्यो आउन चाहिँ चाहन्छ है मेरो च्यानलमा हेर्न बाबा साइकल चलाउन नि गाह्रै छ फुटसलको लागि बनाउँदै रहेछ है उही मैले एउटा हातमा भिडियो बनाउँदै कुदाइरहेको छु ल यस्तो छ 90 डिग्रीवाला अरे गरिब यहाँ छ एउटा ल गाइस अब हामी युनिक्लो आइपुग्न लागिसक्यौँ अब हामी त्यहाँ गएर चट्ट लगाएर के किनिन्छ हेर्नु पर्ने हुन्छ अगाडि पुलिसको मामाको भेन पुलिसको भेन के हो छ जस्तो छ अब मैले मोबाइल राखेँ है त गाइस ओके ल गाइस अब चाहिँ हामी आइसक्यौँ यहाँ युनिक्लो नजिकै हामीले साइकल पार्किङ गरिसक्यौँ अनि अब हामी भित्र छिर्नुपर्ने हुन्छ कहाँ ऊ त्यो त होइन नि ऊ त्यो पारेको त होइन नि ओके नरौ न हेर्ने फाइनल्ली युनिक्लो आइपुग्यौँ हामी यहाँबाट छिर्छौँ यहाँबाट इन भएर आउट हुन चाहन्छौँ कताबाट आउट हुने गेट आउट एन्ट्री आर्ट हेर न त्यहाँ हेर अनिसको गर्लफ्रेन्ड र अनिसको छोरो त्यहाँ कुकुरले मेरो छोरो त्यहाँ बसिरहेछ यो अनिसको गर्लफ्रेन्ड यो अनिस है त यो गाइस यो ल सबैले सब्स्क्राइब है जम्मा जाम न माथि हामी राडो धरेको थियौँ न #vlog है गाइस कस्तो जङ्गल छ है हेर न यो भाइ मजै हुँदैन नि यस्तो सिडीबाट जान पर्यो आऊ न यस्तो मजाको लिने हो त कस्तो एरेबेताहरू त चढिरहेको हुन्छौँ नि हामी सधैँ हामी यताबाट चढ्दैछौँ गाइस है टक्क लाएर ओ दामी भन्दै हो नि फेरि कोही नहिँड्ने ठाउँ छ यता त फेरि आइसक्यो अरे जुद्ध दाइले लिएर आएको फेरि यहाँनिर त्यतिखेर ऊ भइरहेको थियो मसँग तिमी कसो भयो भ्लगमा सुन्ला अन्त केही मतलब भएन थियो यहाँनिर पानी सर्र झरिरहेको थियो के हो र भन त यहाँ मुनि झरिरह होला अहिले माथि सट्ट जानु पर्ने हुन्छ हामी सर्टकट यताबाट आइन्छ कि मलाई तिमीले धेरै लामो बाटो त्यही बाटो हो नि सधैँ आउने बाटो त्यही हो त अनि यो अब यताबाट सर्र उक्लिने अनि जाने हुन्छ हाम्रो किन किन्न हामी खास त बिहाको लागि तिम्रो होइन तिम्रो होला नि मेरो कहाँको बिहा ल हेर्न सक्नुहुन्छ यहाँको भ्यू पोइन्ट ल थर्ड फ्लोरमा आइपुग्यो के मान्छे त उठिहाल्छ ल यहाँबाट छिर्यो गेम रहेछ त यहाँ त हामी नै हो क्या फर्स्ट कस्टमर
यो कहाँ हो त हेरौँ न राकुतेनको त्यहाँ रहेछ ए सफ्टको छैन आइफोनको त्यो सर्भिस सेन्टर हेर न जानु जे काम ल्याएको त्यही युनिक्लो माथि देखा त्यहाँबाट भनेपछि यहीँ हो यहीँ जिउमा यहाँ फेरि कस्तो अन्धकार छ यस्तो रमाइलो छ आज गेचुएबी भएर होला मान्छे त्यस्तो भिड पनि छैन ए गेचुएबी कि मकै हो कुन आज के कुन योगी हो अनि आज गेचियोगी होइन यस्तो छ यहाँतिर पुरै क्रेडिट कार्ड बनाउनेहरूको लाइन हुन्छ क्या छैन त नि आज भन्न सक्नु पऱ्यो नि त फेरि कल गरेर हेलो मेरो कल काट्यो कल काट्यो अरे क्या यहाँ मसाज सेन्टर नै रहेछ है राख्यो 10 छिर्दिउँ क्या हो यहाँ 1400 पोइन्ट हेर त 14,000 पैसा छैन यार ऊ यहाँ नोरिखाइ गरेर जानु पर्थ्यो पोइन्ट लिएर कहाँ हो भने को अनिस यता आइपुगिरहेको छौँ हामी कहाँ र जिउ त उयो हो क्या गाइज हामी फेरि फस्यौँ कता हामी हरायौँ गाइज हामी हरायौँ यो नि युक्यू मोबाइल रहेछ ल अहिले गाइज भेटौँला है त अहिले ठाउँ भेटिसकेपछि चाहिँ भेटौँला अब हामी सफ्ट ब्याङ्कमा आइपुगेछौँ उही तल ल हाम्रो खानै नपाएर मलाई पेटै कस्तो क्यारी टाउको दुरुन थालिसक्यो खाऊ न यहाँ छ त अहिले चाहिँ हामीले गाइस मैले 10,000को सामान किने मेरो उनीहरू कस्तो कालो भएको गाइस त्यही कालै त्यसो होइन यो भोक लागेर एकदम काले अबि कति कालो दारी दारी नकाट्नै जाला आज के भयो जोस भयो फाल्न मन लाग्छ जोस नगरेर लगाइ जहिले चाहिँ हामी किनमेल गरेर नि आइसक्यौँ अनि हाम्रो ब्लग चाहिँ भित्र खासै भएन पसल खोज्दैमै सक्यो अनि त्यही हो अब हामी चाहिँ जानुपर्ने हुन्छ घरतिर छिटो गएर बाइक निकाल मेरो बाइक गरे कार हैसियत हेर्नु न हैसियत हेरौँ यस्तो मान्छेको हैसियत उही मुवा चढ्छ झऱ्यो भने त फेरि 2 लाख लगाइन्छ अब यस्तो रमाइलो ठाउँ छ है यस्तो अब पातकीसँग हिँड्नु पऱ्यो तैँले हानेर पातकीलाई ल यस्तो गार्डनहरू पनि खतरा छ चिया बगान हेर त भाइ चिया बगान हेर न कपालको बोट यस्तो प्रकारको हुन्छ अबि घोरो देख्यो त झन् बाहिर आएको त के हो र यो मेरो छिर्क्या छर्क्या भन्छ हाम्रोतिर छिर्क्या भन्दैन त्यो कावासाकी निन्जा रहेछ
एकचोटि हामी अब बाइक स्टार्ट गर्नुपर्ने हुन्छ। हाम्रो बाइक चाहिँ यहाँ छ, हेर्नु सक्नुहुन्छ हाम्रो बाइकहरू चाहिँ यहाँ छ। एकछिन यहाँ बस्नुपर्ने हुन्छ हामी। अनि त्यही हो गाइज। यो अनिसले बाइक झिकिसक्यो। निन्जा पछाडि यस्तो छ, अगाडि यस्तो छ। मेरो लक खोल्देऊ न अनिस यार। बुझिन, लक खोलिसकेँ मैले। लक खोल्नु पर्ने हुन्छ र कहीँ त। ल अब हामी निक्लिन्छौँ यहाँबाट पार्किङबाट। अनि त्यहाँ एप्पलको सर्भिस सेन्टर पनि जानु छ त्यहाँ ठाउँमा। त्यहाँ मेरो जिमेल एप्पल आइडी बिग्रेर दिमाग खराब भएको छ। के भने तिमीले 390 जस्तो देखिन्छ हेर त। 390 देखेको छ नि साइडमा, अगाडिबाट हेरेर देखिन्छ त। लेखे आएन रहेछ, मोडिफाई रहेछ क्या। ल गाइस अब निक्ले। गाइज भयो त यो भ्लगमा त बढी के हो र। ल हामी चाहिँ निक्लेको अब पाराले। अझै त अघि जता राखेर हिँड्नु न। यताबाट चाहिँ कता नि बडो घुम्नुपर्छ एकैचोटि। होइन पर्दैन, चुप्प लाएर हिँड्नु नि दाइहरूले भनेपछि। खाऊ नि त। सोमा चाहिँ कुदासाई। अनिस बजिया होइन। अब मैले अगाडिको ब्रेक अँठाइरहेको छु यसरी। त्यही गाइज अब यहाँतिर त मामाहरू हिँडिरहेको हुन्छ, फेरि मामाले च्याप्प अँठाएर झ्याप्प पैसा तिरि आइहाल्छ। त्यही भएर चाहिँ हामी अलिक के हुनुपर्छ। ल है त टोकियो यहाँबाट सिधा गयो भने टोकियो पुग्दो रहेछ। चिबा सेन्टर हिगासी कान्तो। साइकल आयो पछाडि। कुन त्यो उसको स्टेसन हो क्या यो बोटको स्टुडियम होला नि त्यो त। के हो यार, यसलाई के भयो नि। यो सब काफलको बोट हो क्या, यो सब काफलको बोट हो। अब हामी काफल खानुपर्ने हुन्छ। अहिले चाहिँ फल्दै रहेछ, खतरा फल्यो रहेछ। पुरै लगाइस्। अब राखेँ है त। खान्छौ? फुल खेलिरह बोल्ला के गो जवान सम्हाल